हेलो मेरो अति आदरणीय युट्युब प्रेमी साथीहरूलाई म यो देखाउँदैछु एउटा एकदम अमूल्य चिज। यसलाई हामी शङ्खकिरा भन्छौँ हो। यो शङ्खकिरा पहिला पहिला हामी सानो हुँदा जोड पाउँथ्यौँ, अहिले पाउँदैन। आज बारीमा चाहिँ यसो काम गर्न जाँदाखेरि मैले एउटा भेटेको कहाँबाट हो। यो चाहिँ ठुलो यसको चाहिँ कर्तव्य, यसको चाहिँ जडीबुटी छ। किनभने अब हामी सानोमा हुँदाखेरि चाहिँ बाउआमाले चाहिँ यो कोक्रोमा झुन्डाउँथ्यो कि यो बाउआमालाई किन कोक्रोमा झुन्डाएको भनेर सोद्धाखेरि चाहिँ नि बाउआमाले भन्थ्यो यो झुन्डायो भने चाहिँ कसैको आँखी डाइ लाग्दैन अरे, नानीलाई मोच लाग्दैन अरे, अनि नानीको सातो गडबड हुँदैन अरे। नानीको सातो तर्स्यो भने चाहिँ यहाँ माथि गएर बसेर कोक्रोमा नानीको कहिल्यै सातो गडबड हुँदैन भन्थ्यो क्या बाउआमाले। अब उहिलेको कुरा हुनसक्छ, हो पनि हो, यो चाहिँ फ्याक्ट कुरो हो। अनि कतिजना मान्छेहरू उहिलेको माथिको यो यस्तो खोज्न आउँथ्यो। अहिले कहाँ पाउँछ पहिला जस्तो त्यस्तो। यो पनि कहाँ दैवले आज मैले एउटा भेटेर आएको हो कि यो तपाईँहरूलाई पनि यो काम लाग्छ है। यो भेट्यो भने सानो नानी सानो कोक्रो त बनाउँछ, त्यो कोक्रोमा चाहिँ यो राखिदिनुपर्छ, झुन्डाइदिनुपर्छ। नानीहरूलाई कसैको नजर लाग्दैन, नानीहरू त छिटो नजर लाग्छ कि, यसले चाहिँ नजर लाग्दैन। यो एउटा दबाई हो। हुनु त यो शङ्खकिरा भन्छ, तर यो अब यस्तो छ, यसले कहिले छोडेर गएको। यो यस्तो खालको अहिले चाहिँ अर्कै खालको आउँछ, त्यो खालको होइन। यो खालको चाहिँ अब नाश लोप भयो क्या, पाउँदैन हतपत। यो चाहिँ कहाँबाट दैवले मलाई एउटा भेट्न जोडाएको छ। ल गाइस, तपाईँहरूले पनि यो युज गर्नु होला, तपाईँहरूको भलो हुन्छ। थ्याङ्क यू सो मच।